नमस्कार। आज हामी नेपालीहरूको एउटा एकदमै महत्त्वपूर्ण अनि चाखलाग्दो चाड तिहारको पहिलो दिनबारे कुरा गर्दैछौँ। हो, काग तिहार, जसलाई काग पूजा पनि भनिन्छ। ठक्कै, काग तिहार वा काग पूजा। हामीले नि यसको बारेमा केही लेखहरू, जानकारी, टिप्पणीहरू हेरेका छौँ। थुप्रै सामग्रीहरू छन्। अनि आजको हाम्रो उद्देश्य चाहिँ यी स्रोतहरूमा अलिकति गहिरिएर हेर्ने हो। काग तिहारको मतलब के हो, किन यो सामान्य चरा काग एक्कासी यति महत्त्वपूर्ण बन्छ त यो दिन? हो नि, यो केवल एउटा पूजा मात्रै हो कि यसको पछाडि अरू पनि गहिरो अर्थहरू छन्? हो, ल यसलाई खोलेर हेरौँ न त। ल, अब हामीले हेरेका सामग्रीहरू हेर्दा के देखिन्छ भने नि, काग तिहार भनेको तिहारको सुरुवात मात्रै होइन। त्यो त छँदैछ। तर यसले प्रकृति अनि जीवजन्तु र मान्छे बीचको जुन सम्बन्ध छ नि, त्यसको बारेमा एकदम गहिरा सन्देश बोकेको छ जस्तो लाग्यो मलाई। हो र? कस्तो सन्देश? हाम्रो प्रयास चाहिँ के हुन्छ भने स्रोतहरूले देखाएका ती लुकेका अथवा भनौँ न खासै ध्यान नदिएका पक्षहरूलाई बाहिर ल्याउने। यो साधारण जस्तो देखिने चलन पछाडिको सोचाइ चाहिँ के हो त, त्यसमा लागौँ न। हुन्छ, सुरु गरौँ यसको परिचयबाटै। काग तिहार 5 दिने तिहारको पहिलो दिन। कार्तिक कृष्ण त्रयोदशी हो, कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथि, मतलब औँसीतिर लाग्दाको 13औं दिन। यो दिन कागलाई एकदमै मान गरिन्छ। अब स्रोतहरू हेर्दा सबभन्दा चलेको कारण चाहिँ के पाइयो भन्दा कागलाई परापूर्वकालदेखि नै सन्देशवाहक मान्दो रहेछन् के? हो, त्यो सन्देशवाहकको भूमिका त साह्रै लोचक छ नि। एउटा स्रोतमा त केसम्म लेख्या थियो भने पुरानो जमानामा अब सञ्चारको साधन त थिएन। त्यति बेला घरको कौशीमा काग आएर करायो भने त्यसलाई कुनै न कुनै समाचार आउने सङ्केत मानिन्थ्यो रे। हो र? शुभ कि अशुभ के थाहा हुन्थ्यो त? त्यही त, कागको स्वर कस्तो छ, कसरी करायो, त्यसैको आधारमा शुभ समाचार आउँछ कि अशुभ भन्ने अनुमान लगाउने चलन थियो रे। कस्तो अचम्म! त्यसैले वर्षको एक दिन उनीहरूलाई खुसी पारेपछि वर्षभरि राम्रो शुभ समाचार मात्रै सुन्न पाइयोस् भन्ने कामना चाहिँ यसमा जोडिएको देखिन्छ के? मतलब कागलाई खुसी पार्ने? अनि यो समाचारसँग मात्रै जोडिएको हो त कि अरू पनि केही छ? हामीले हेर्दा त अलिक फराकिलो जस्तो लागेको थियो। हो, फराकिलो छ। सन्देशवाहकको कुरा त छँदैछ, तर त्यो भन्दा नै गहिरो कुरा के हो भने नि, यो प्रकृति र यसको हरेक जीवप्रति सम्मान देखाउने तरिका पनि हो। प्रकृतिप्रतिको सम्मान कागबाट? एउटा विचार गर्नुपर्ने कुरा के छ भने नेपाली संस्कृतिमा प्राय सबै जीवलाई कुनै न कुनै रूपमा, मतलब कि देवताको अंश मान्ने कि सम्मान गर्ने चलन छ नि त। हो, त्यो त हो। गाईलाई पूजा गर्छौं, कुकुरलाई गर्छौं। हो, त्यस्तै काग तिहार पनि त्यही ठूलो दृष्टिकोणको एउटा उदाहरण हो के? स्रोतहरूले यसलाई केवल कागको पूजा मात्र भनेका छैनन्। यो त सम्पूर्ण जीव जगत प्रकृतिसँग मिलेर बस्ने, आभार प्रकट गर्ने दिन हो भनेर व्याख्या गरेका छन्। भनेपछि हाम्रो इकोसिस्टमको एउटा सानो तर महत्त्वपूर्ण सदस्यलाई धन्यवाद दिएको जस्तो। ठ्याक्कै, धन्यवाद दिएको जस्तो। यो सम्मान देखाउने तरिका, मतलब पूजा विधि नि अलि फरक छ है। स्रोतहरूमा के भनेको थियो भने काग तिहारको दिन बिहानै कागको लागि खानेकुरा बनाउने चलन छ। हो, विशेष परिकारहरू। के बनाउँछन् खासमा? त्यही घरमा पाक्ने कुरा? सामान्यतया घरमा जे पाक्छ त्यही, भात, दही, रोटी, तर अलि विशेष बनाउन सेलरोटी वा अरू मिठाईहरू पनि थप्छन्। सेलरोटी नै? अनि यी सबै खानेकुरा पातको दुना वा टप्रीमा सफासँग राखेर घरको छतमा, बार्दलीमा वा आँगनको सफा ठाउँमा लगेर राख्ने। अनि राख्ने तरिका पनि त्यतिकै फाल्दिने जस्तो होइन होला नि? होइन, कागलाई बोलाउँछन् नि, आदर गरेर काग कराउँदैछ, दही भात खाँदैछ, यस्तो भन्दै बोलाउँछन्। खानालाई निम्तो दिएको जस्तो। निम्तो नै दिएको? यसलाई कागलाई भोग लगाउने भन्छन्। यो भोग भन्ने शब्दले नै सम्मान देखाउँछ नि। हो त है। एउटा स्रोतमा त रमाइलो कुरा के थियो भने यदि काग आएर त्यो भोग खायो भने एकदमै शुभ मानिन्छ रे। अनि खाएन भने नि? खाएन भने चाहिँ कतै केही नराम्रो हुने हो कि भनेर चिन्ता गर्छन् रे। लो, यहाँनिर चाखलाग्दो कुरा के छ भने यो विश्वास त कति बलियो रहेछ। मतलब काग नआएसम्म पर्खिने, कागले खाएपछि मात्रै ढुक्क हुने। हो नि,
यो केवल एउटा कर्मकाण्ड मात्रै भएन, यसले त मान्छे र चरा बीच एउटा कस्तो भने भावनात्मक सम्बन्ध बनाउन खोजे जस्तो देखियो। हो, काग खुसी भए वर्षभरि राम्रो खबर आउने, दुःख हट्ने। यो विश्वास त निकै गहिरो रहेछ। अनि यहाँ विचारणीय कुरा के छ भने यो सम्मान र विश्वासको पछाडि एउटा एकदमै व्यावहारिक अझ भनौँ वैज्ञानिक कारण पनि लुकेको छ क्या। ए हो र? के कारण? स्रोतहरूले यसमा जोड दिएका छन्, त्यो हो कागको वातावरणीय भूमिका। कागको वातावरणीय भूमिका? कागलाई त बरु फोहोर गर्ने कराउने चरा भन्छ नि प्राय। हो, त्यस्तो सोचिन्छ। तर उनीहरूले हाम्रो वातावरण सफा राख्न खेल्ने भूमिका चाहिँ निकै महत्त्वपूर्ण छ। मैले पनि त्यो पढेको थिएँ। उनीहरूलाई प्रकृतिको सरसफाई कर्मचारी जस्तो के भनेको थियो होइन? नेचर्स स्यानिटेसन वर्कर्स। ठ्याक्कै हो, नेचर स्यानिटेसन वर्कर्स। कसरी गर्छन् त उनीहरूले सरसफाई? अलि भन्नुहोस् न। ल सुन्नुहोस्, कागहरू सर्वाहारी हुन्, मतलब जे पनि खान्छन्। हामीले फालेको फोहोर, जुठो, सडे गलेको खानेकुरा, मरेका सानातिना जीवजन्तु सबै खाइदिन्छन्। सबै खाइदिन्छन्। यसरी उनीहरूले जैविक फोहोरलाई छिट्टो व्यवस्थापन गर्न मद्दत गर्छन्, जसले गर्दा दुर्गन्ध फैलिँदैन अनि रोगका कीटाणुहरू फैलिने खतरा पनि कम हुन्छ। यो त सोचेकै थिएन। एउटा स्रोतले त केसम्म भनेको थियो भने शहरमा काग नहुने हो भने फोहोर व्यवस्थापन झन कति गाह्रो हुन्थ्यो होला। हो त नि? त्यसैले काग तिहार मनाउनु भनेको उनीहरूको यो महत्त्वपूर्ण तर अक्सर हामीले वास्ता नगरेको वातावरणीय सेवाको कदर गर्नु पनि हो के। भनेपछि यो खाली अन्धविश्वास मात्रै रहेनछ, बरु प्रकृतिले सित्तैमा दिइरहेको सेवालाई धन्यवाद भनेको जस्तो पो रहेछ त। एकदम, यो त कृतज्ञता ज्ञापन भयो नि। यो वातावरणीय पक्ष त साँच्चै अर्थपूर्ण रहेछ। अब अलिकति धार्मिक पौराणिक कुरातिर लागौँ न त। कागको सम्बन्ध त यमराजसँग पनि छ भन्छन् नि, मृत्युका देवता। हो, हिन्दू धर्मशास्त्र पुराणहरूमा कागलाई यमराजको दूत मानिन्छ, सन्देशवाहक। यमराजको दूत? यस्तो विश्वास छ कि कागले यमलोक मतलब मृत्युको संसार र पृथ्वीलोक बीच खबरहरू ओसार पसार गर्छ। जीवन र मृत्युसँग जोडिएका खबरहरू ल्याउने लैजाने गर्छ भन्ने मानिन्छ। त्यसो भए काग तिहारमा कागलाई पूजा गर्नु भनेको यमराजको दूतलाई खुसी पार्नु भयो। हो, ठ्याक्कै त्यही हो। यसलाई बृहत चित्रमा हेर्दा कागको पूजा गर्नु भनेको अप्रत्यक्ष रूपमा यमराजकै सम्मान गर्नु हो। तिहारको 5 दिन काग, कुकुर, गाई, गोरु अनि भाइटिका यी सबै कुनै न कुनै हिसाबले यमराजसँग जोडिएका छन् क्या। हो र? कसरी? काग र कुकुरलाई यमदूत मानिन्छ अनि यमराजलाई खुसी पार्न सक्यो भने अकाल मृत्युबाट बच्न सकिन्छ, दुःख कष्ट हट्छ भन्ने विश्वास छ। बुझे। त्यसैले कागलाई पूजा गरेर मिठो खानेकुरा दिएर खुसी पार्यो भने यमराज पनि प्रसन्न हुने, परिवारमा केही नराम्रो नहुने, दीर्घायु हुने कामना यसमा जोडिएको देखिन्छ। यो त सन्देशवाहकको सम्मान भन्दा पनि गहिरो कुरा भयो। जीवन मृत्युको चक्र पाप पुण्यसँग जोडिने कुरा भयो। हो नि, यसको आध्यात्मिक आयाम पनि छ। एउटा स्रोतमा त मैले के पनि देखेँ भने कागलाई पितृहरूको प्रतीक पनि मान्दा रहेछन् नि। त्यो पनि छ। कागलाई खाना खुवाउनु भनेको आफ्ना बितेका पुर्खाहरूलाई तृप्त गराउनु जस्तै हो भन्ने विश्वास पनि रहेछ कतै कतै। हो, त्यो पक्ष पनि महत्त्वपूर्ण छ। जस्तो श्राद्ध गर्दा पनि कागलाई बोलाएर खाना दिने चलन छ नि त कति ठाउँमा। हो त है। यसले के देखाउँछ भने काग हाम्रो संस्कृतिमा धार्मिक विश्वासमा कति गहिरोसँग जोडिएको छ। सन्देशवाहक पनि भयो, यमदूत पनि, प्रकृतिको सहयोगी पनि अनि पितृहरूको प्रतीक पनि। कति धेरै भूमिकाहरू। हो, यही बहुआयामिक भूमिकाले नै काग तिहारलाई यति विशेष बनाएको हो। त्यसो भए यसको मतलब के हो त? हामीले हेरेका यी सबै स्रोतहरूबाट निस्कने खास सन्देश चाहिँ के होला? अब समग्रमा हेर्दाखेरि नि स्रोतहरूले के कुरामा जोड दिएका छन् भने काग तिहारले हामीलाई प्रेम, करुणा, सँगै मिलेर बस्ने भावना अनि सबैभन्दा महत्त्वपूर्ण पर्यावरणप्रति सचेत हुन सिकाउँछ। पर्यावरणप्रतिको सचेतता? हो, यो पर्वले हामीलाई के सम्झाउँछ भने यो पृथ्वीमा भएको हरेक प्राणी, चाहे हामीलाई मन परोस् वा नपरोस्, सानो होस् वा ठूलो, उसको आफ्नै महत्त्व छ, आफ्नै भूमिका छ।
काग जस्तो सामान्यतया हेला गरिने चरालाई वर्षको एक दिन विशेष सम्मान दिएर हाम्रो संस्कृतिले के भनेको छ भने सबै जीवको कदर गर्नुपर्छ। खास गरी आजको समयमा यो सन्देश झनै महत्त्वपूर्ण छ, हैन त? एकदमै। हामी प्रकृतिबाट अलि टाढा हुँदै गएका छौँ जस्तो लाग्छ। जीवजन्तुप्रति हाम्रो मतलब अलिक कम हुँदै गरेको जस्तो। यस्तो बेलामा काग तिहार जस्ता चाडले हामीलाई हाम्रो जरातिर फर्केर हेर्न, प्रकृतिसँगको हाम्रो सम्बन्धबारे फेरि सोच्न लगाउँछ। हो नि, एउटा स्रोतले भनेको जस्तै यो पर्वले अन्तर्सम्बन्धितता मतलब सबै कुरा एक आपसमा जोडिएको छ है भन्ने भावनालाई उजागर गर्छ। हामी एक्लै छैनौँ, हामी यो ठूलो इकोसिस्टमको एउटा हिस्सा मात्र हौं। कति राम्रो कुरा। यो केवल छुट्टी मनाउने वा धर्म कर्म गर्ने दिन मात्रै होइन, स्रोतहरूले यसलाई जीवन बुझ्ने एउटा तरिकाको रूपमा देखाउन खोजेका छन्। जीवन बुझ्ने तरिका? जस्तो कागको कालो रङलाई प्राय अशुभ मानिन्छ नि, तर यही पर्वले त्यो कालो रङभित्र लुकेको महत्त्वपूर्ण भूमिका र सन्देशलाई सम्मान गर्न सिकाउँछ। यसले हामीलाई बाहिरी रूप रङभन्दा पर गएर हरेक कुराको गहिरो अर्थ र महत्त्व खोज्न प्रेरित गर्छ। यो त संस्कृति, अध्यात्म, पर्यावरण चेतना अनि सामाजिक सद्भावको एउटा सुन्दर मिश्रण पो हो त। साँच्चै एउटा सामान्य चराको पूजाबाट सुरु हुने चाडले कति धेरै अर्थ बोकेको रहेछ। हामीले आजको कुराकानीबाट केही मुख्य कुराहरू बुझ्यौं जस्तो लाग्यो। पहिलो, काग तिहार तिहारको सुरुवात मात्र होइन, यो सन्देश र सूचनाको महत्त्व देखाउने दिन पनि हो। दोस्रो, कागलाई सन्देशवाहक र यमदूतको रूपमा मात्रै नभएर प्रकृतिको सरसफाई कर्मचारीको रूपमा पनि सम्मान गरिन्छ। यसले यसको वातावरणीय महत्त्व देखायो। एकदम। तेस्रो, यो पर्व हिन्दू धर्मको गहिरो पौराणिक र आध्यात्मिक विश्वाससँग जोडिएको रहेछ, खास गरी यमराज र जीवन मृत्युको चक्रसँग। त्यो पनि महत्त्वपूर्ण छ। र चौथो, यी सबैभन्दा माथि यो प्रकृति र यसका सबै जीवहरूप्रति सम्मान, करुणा र सह-अस्तित्वको भावना देखाउने एउटा सुन्दर सांस्कृतिक अभ्यास हो। र स्रोतहरूको अन्तिम निष्कर्ष पनि त्यही नै थियो। कागको पूजा गर्नु भनेको केवल एउटा चरा विशेषको पूजा गर्नु मात्र होइन, यो त सम्पूर्ण जीवन जगत, प्रकृतिको विविधता र हामी सबैलाई बाँध्ने त्यो अन्तर्सम्बन्धको डोरीलाई सम्मान गर्नु हो। यसले हामीलाई हाम्रो वरिपरिको संसारप्रति अझ बढी सचेत र जिम्मेवार बन्न पनि प्रेरणा दिन्छ। यो कुराकानीले त साँच्चै काग तिहारलाई हेर्ने दृष्टिकोणै फराकिलो बनाइदियो। अब अन्त्यमा एउटा सोच्नुपर्ने प्रश्न छोडेर जाउँ न त, जुन यी स्रोतहरूको भावनासँग मिल्छ। हुन्छ। स्रोतहरूले जसरी कागलाई सम्मान गर्नु भनेको सम्पूर्ण जीवन र प्रकृतिलाई सम्मान गर्नुको एउटा अंश हो भनेर जोड दिएका छन् नि, त्यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ जस्तो लाग्छ। के प्रश्न होला? प्रश्न के भने, काग जस्ता सामान्य लाग्ने तर सांस्कृतिक रूपमा यति धेरै अर्थ बोकेका प्राणीहरूमा केन्द्रित यस्ता विशेष परम्पराहरूले हामीलाई चाडपर्व मनाउने दिनमा मात्रै होइन कि हाम्रो दैनिक जीवनमा नै पारिस्थितिकीय जिम्मेवारी, अरू जीवहरूप्रतिको करुणा र यो पृथ्वीसँगको हाम्रो गहिरो सम्बन्धको भावनालाई कसरी निरन्तर जगाइराख्न वा अझ बलियो बनाउन मद्दत गर्न सक्छन् होला। मतलब के यस्ता सांस्कृतिक अभ्यासहरू हाम्रो वातावरणीय व्यवहार बदल्ने शक्तिशाली औजार बन्न सक्छन् त? हो, त्यही के बन्न सक्छन् होला, यो सोच्न सकिन्छ। यो त निकै गहिरो र सोच्नुपर्ने प्रश्न भयो। यही विचार गर्नुपर्ने प्रश्नका साथ आजको यो गहिरो विमर्श हामी यहीँ टुङ्ग्याउँछौँ। हुन्छ, फेरि भेटौँला। नमस्कार। नमस्ते।